हेलो गाइस, के चाल खबर? सन्चै हुनुहुन्छ? म चाहिँ आज यो कटुवा खोलाको बाटोमा घुम्न हिँडिरहेको छु है। धेरै दिनको नहिँडेको तर जाउँ भनेर हिँडिरहेको। म आज तपाईँले यहाँको कटुवा खोलाको सिनहरू देखाउँछु ल। यो चाहिँ कटुवा खोलाको सानो झोलङ्गे पुल हो। तपाईँ देख्न सक्नुहुन्छ यो बाटो गल्ली। पहिला यहाँ सब खोला थियो, अहिले सब प्लटिङ गरेर यस्तो बनाएको छन्। यहाँबाट नि पहिला सुलुलुलु गरी खोला बग्ने गर्थ्यो, अब त खोलासोला हरायो। यिनीहरू चाहिँ मेरा ग्याङहरू हुन्। जङजङको पारा यो सबै साइडमा देखिरहनु भएको चाहिँ कटुवा खोला हो। तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन, हावा पनि रोकिन्छ सुन्छ मेरो कदम। जाउँ हिँड लन्डन घुम्नलाई पल्टन, हामी जता पुग्छौँ त्यति बनाउँछौँ किङडम। तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन, हावा पनि रोकिन्छ सुन्छ मेरो कदम। यो हजुरले माथि देखिरहनु भएको चाहिँ झोलङ्गे पुल हो। यो घर चाहिँ कसको थाहा भएन, तर लास्टै राम्रो छ है घर चाहिँ। यता चाहिँ झोलङ्गे पुल। फाइनली झोलङ्गे पुलमा पनि आइसके, साँझ पनि परिसकेको छ, रात परिसक्यो। त्यो देखिरहेको कटुवा खोला हो, यो पनि कटुवा खोला हो। पानी त छैन ल। ठिक छ गाइस, रात पनि परिसक्यो, नमरी बाँचे। कालाले साँचे फेरि भेट्यो भने तपाईँले भलाको कटुवा खोला पनि देखाइदिउँला। हस् त, धन्यवाद। लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला।